उपस्थित सम्पूर्ण गुरुआमाहरू लगायत सम्पूर्ण विद्यार्थी मित्रहरूमा मेरो हार्दिक नमन तथा अभिवादन। म कुशल उपाध्याय, यसै विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्र। विद्यार्थी शब्द विद्या र अर्थ मिलेर बनेको हुन्छ, जसको अर्थ विद्या आर्जन गर्न चाहने व्यक्ति भन्ने हुन्छ। असल विद्यार्थी र संस्कारयुक्त विद्यार्थीबाट मात्र सभ्य समाजको परिकल्पना गर्न सकिन्छ। विद्यार्थीको कर्तव्य शिक्षा आर्जन गर्न मात्र नभई असल संस्कार सिक्नु समेत हो। अब बुझौँ, असल विद्यार्थीका गुण कस्तो हुनुपर्छ त? काको चेष्टा बको ध्यानम स्वान निद्रा तथैव च अल्पहारी गृह त्यागी विद्यार्थी पंच लक्षणम। अर्थात् कागको जस्तो चेष्टा हुनु पर्यो। काग कस्तो हुन्छ? एकदम बाठो हुन्छ। त्यस्तै विद्यार्थी पनि चलाखो चनाखो हुनु पर्यो। बको ध्यान, बकुल्लाको जस्तो ध्यान। जसरी बकुल्लाले पोखरीबाट कतिखेर माछा आउँछ भनेर ध्यान दिइरहेको हुन्छ, त्यसरी नै विद्यार्थीले पनि शिक्षकले कति बेला मलाई नयाँ कुरा सिकाउनुहुन्छ त भनेर ध्यान दिइरहनु पर्यो। स्वान निद्रा, कुकुरको जस्तो निद्रा हुनु पर्यो। कुकुरलाई गहिरो निद्रा हुन्छ तर चोच भन्न साथ उठिहाल्छ, त्यस्तै विद्यार्थी पनि गहिरो निद्रामा सुत्नु भएन। अल्पहारी, शरीरलाई चाहिने जति मात्रै खाना खानु पर्यो। गृह त्यागी, घर बार त्यागेर पढाइमा दत्तचित्त भएर लाग्नु पर्यो। विद्यार्थी पंच लक्षण, विद्यार्थीमा यी 5 गुणहरू अनिवार्य रूपमा हुनुपर्छ। यसबाहेक विद्यालयमा नियमित उपस्थित हुने, कक्षा कार्य गृह कार्य एकदम समयमै सम्पन्न गर्ने, अनुशासन र विद्यालयका नियमहरूको परिपालना गर्ने, सरसफाइ गर्ने, आमा बुबा गुरु र मान्यजनलाई आदर सम्मान गर्ने जस्ता आधारभूत गुणहरू विद्यार्थीमा अनिवार्य रूपमा हुनुपर्छ। हामीले खोजेको शिक्षा प्रणालीमा शिक्षा आर्जन गर्ने मात्र नभई असल संस्कार समेत आर्जन गर्ने विद्यार्थी आजको आवश्यकता हो। यसर्थ विद्यार्थीमा असल गुणको साथै संस्कार र संस्कृति राम्रो भए मात्रै सभ्य समाजको परिकल्पना गर्न सकिन्छ। धन्यवाद।